हेलो गाइज, नमस्ते। तासिदेले झारलो फार्मसकार मेरो बुलडुङ ब्लग्समा यो चाहिँ मेरो अस्ति चाहिँ मेरो पहिलो ब्लग थियो है, त्यो बारीमा काम गरेको इधर उधर गरेको। आज चाहिँ मेरो यो दोस्रो ब्लग हो। आज चाहिँ म के गर्दैछु भनेदेखि आज चाहिँ म मल्टिरो टिप्नु जाने है। पानी पनि पर्न लागिसक्यो, त्यही भएर आज बनाउने खाने। अनि त्यस पछाडि टक्कसँगले दसैँको लागि त्यो मल्टिरोको अचार चाहिँ अहिलेलाई तत्कालै खानको लागि पनि हुन्छ। तर म यो टी सर्ट लगाएर त जाँदिनँ पक्कै पनि। अनि आज चाहिँ म अलिकति लामो क्या ज्याकेट चाहिँ लामो ज्याकेट लगाएर जान्छु। अनि म लिएर आउँछु है त ज्याकेट। म ज्याकेट पनि लगाएर आइसकेँ। मलाई कस्तो देखेको छ। ल म चाहिँ हिँडेको यतिखेर म लिएर जानु। कुखुरा पनि छन् हाम्रोमा है। खै ठुलो मम्मी ल डोरी बोक्यौ? यस। ए हो र कतिवटा? ल ल गाइजहरू हामी चाहिँ यहाँ मलेर जाने भनेर जाँदैछौँ। रुख चाहिँ यही हो है। अब म कसले हो त्यो माथिको त्यत्रो हाका भाँचो काट्यो अस्ति। ओ माई गड, माछा पनि धेरै छ क्या सँगले है। आज मलेर झारेर है। यहाँ एउटा झरिरहेको छ चराले। चरा होइन, मुसा होइन। ओ आसत्य नारायण भने जस्तै भयो नि त। खै सधैँ त यहाँ एउटा भर्याङ हुन्थ्यो त। यो रुखमा चढ्नु पर्ने म। बाफ्रे बाफ्रे। ल अब म मलेर झार्नु गएँ गाइजहरू। ल है, म चाहिँ मलेर कस्तो है मेरो चिप्लो पो हुन्छ क्या नि। ओ माई गड, मलेर झार्नु जाँदैछु साथीहरू है। ओ माई गड, खानुपर्ने हो जिन्दगीमा। ओहो, अब यहाँ कता जाउँ भनेपछि कसले यहाँको काट्यो? थाम्छ नि मलाई होइन? थाम्छ मजाले। अस्ति मलाई त थाम्नु झन्, तपाईँलाई त इजिली थाम्छ नि। एकैचोटि पर ठुलो माटेको एउटा मैले यहाँ मेरो हात उयो हुन्छ भनेर यस्तो ज्याकेट लगाएर आएको नि। लगभग दादी के नदादी भगवान स्टेक बल्ले अनि मैले लिएर भन्दा खतरा रहेछ। यो त मेरो पानी पर्न लागिसक्यो। यहाँ हेर्नु न दर्शक, यो धान डोरी हेर्नु। यहाँ चाहिँ छामा मलेर झार्नुको लागि रुखमा गइराख्नु भएको छ, हेर्नु सक्नुहुन्छ। यो काब्राको रुख रहेछ है। अब म चढ्छु माथि। म एक स्टेप माथि जान्छु, तर कस्तो हावाले हल्लायो रुखहरू सबै। कमेन्टमा किन बताउनु चिन्ने जतिले यो गाइजहरू काब्राको रुख हो। म मलेडोको रुखमा जाँदैछु चढेर है। यसरी चढ्दैछु मलेडोको रुखमा। ए भेटेँ मैले मलेडो। अब चाहिँ भेटेँ है। ल यस्तै। ओ माई गड, कालो चस्मा लाउ भन्छ, पिरती लाउन आऊ भन्छ, मैले तिमीलाई रोजेको। मलेडो खाइँदै। ओ पानी पर्न थालिँदै। पानी पर्न थाल्यो। तर यस्तो पाकेको मलेडो पनि कति अमिलो। साथी हो यस्तो मलेडो टिप्दैछु कि यस्तो दुःख गरेर है। ल हेर्नुहोस् टक्कसँगले झोला पनि कहाँ रह्यो मेरो झोला चाहिँ ऊ तल रहेछ नि त। यहाँ रहेछ नि मेरो झोला चाहिँ। हजुर यहाँ देख्नु पनि गाइजहरू, यहाँ रहेछ मेरो झोला। ठिक छ,
अनि म चाहिँ यहाँ टुप्पीमा आइपुगेको छु अहिले यहाँ। तर चराहरूले खाएर मल्लिडो नै त्यति छैन रहेछ यार। माथि भेट्नु नसक्नेतिर मात्रै छ, सबै खाइसकेछ, सबै झरिसकेछ। अनि तर यहाँ चाहिँ रहेछ होला अलिअलि, यहाँ चाहिँ रहेछ नि त अलिअलि होइन। यसलाई यस्तो टिपेर भुजीमा लगाउने हो। अनि यहाँनिर पनि रहेछ नि त। ओ माइ गड, यस्तो छ मल्लिडो। यस्तो म यहाँ टिप्दै भुजीमा हाल्दैछु। जिन्दगी सरर मोटर गाडीमा। ओ माइ गड, जिन्दगी सरर हुन्छ होला फेरि। हेर न चराले खाएर आम्मा कस्तो गजबले खाएको त। बाफ्रे बाफ्रे, थाहा ओए केटाकेटी लुटी पाएँ मल्लिडोमा झार्दैछ है। ओ माइ गड, खुट्टै गल्दो रहेछ नि। बाफ्रे बाफ्रे, मेरो खुट्टै गल्यो नि हौ। अठार भयो कस्तो मल्लिडोको काँडाले घोचेर हो फेरि। ला कस्तो दामी म खान्छु भनेर चाहिँ झरी। बाफ्रे बाफ्रे, यस्तो छ नि त। ओ माइ गड, यस्तो दुःख नै मल्लिडो पनि टिपेर खानुपर्ने मान्छे। आइया कस्तो घोच्यो यार। मलाई लाग्यो तल भुइँमा लाग्यो। त्यस्तो धेरै त मल्लिडो छैन तर पनि झार्दाखेरि लाग्छ यो। कति झऱ्यो मैले हल्लाएको छु यहाँ। एकचोटि हल्लाउँदा 5-6वटा मात्रै झर्छ अरे गाईहरू मल्लिडो। त्यो पनि यस्तो पाकेको पनि कसरी 5-6वटा मात्रै झर्नु होइन। कस्तो लाज नभएको मल्लिडो चाहिँ अलिक छिटो धेरै झर्नु पर्दैन। बाफ्रे म कति दुःखले झार्दैछु भने त मलाई मात्रै थाहा छ नि यहाँ। कति दुःखले मल्लिडो ल्याएको गाई छि, यत्रो धेरै फलेको रहेछ। ओ माई गुडनेस, बाफ्रे बाफ्रे। अब अर्को कस्तो साह्रो काँडाले घोचेको हो। किन मल्लिडोको चाहिँ यति भारी बोक्दा पनि यति साह्रो त कनेको थिएन होला गाईहरू। या म यस्तोमा बसेर झार्दैछु मल्लिडो। यो सुकेको हाँगाले गर्दा चाहिँ मल्लिडो नै नभेट्यो। अनि कस्तो साह्रो काँडाले घोच्यो मलाई। कुन काँडाले घोच्यो मलाई? यो काँडाले घोच्यो। बाफ्रे बाफ्रे। ल यसलाई म यस्तो गरिदिन्छु। ल ओइ, सानो सानो 2टा गोटामा त अचार हुन्छ होला भन्ने हामीलाई लाग्छ। ओ माइ गड, यहाँनिर मल्लिडो मैले झार्नु भएको। एउटा भुन्टीलाई फोन बोक्नु दिएको थिएँ। माथि मल्लिडो झार्दाखेरि त टक्कै मेरो फोनमा झन्डै झऱ्यो गाईहरू। यहाँनिर आफ्नै हातले समातेर यसरी ओर्लिनुपर्छ फोन समाएर होइन। अन्त गाह्रो भइहाल्छ नि। अनि यत्रो माथि उचाइमा आएर यहाँदेखि फोन झऱ्यो भने त अनि 2 खप्लेटा हुन्छ होला भनेर म चाहिँ माथि चाहिँ गइनँ होइन। त तलै झर्ने भयो। अब काब्रा कति धेरै काब्रो थियो रहेछ नि यहाँको भाइ। खाँदाखेरि हुन्थ्यो रहेछ है। हेर्नु न काब्राको पात अझै पनि खाँदा हुन्छ है। मलाई त एकदम धेरै मनपर्छ काब्रा। एउटा मैले हेरेर चपक्कै बोकेको होइन, अमिलो रहेछ एकदम। नाकबाट अमिलो त पुरुरु झऱ्यो। यो एकदम मक्कीको हाँगा छ नि फेरि। कस्तो रिस्की छ कुन चाहिँ यो हाँगा? कुन भएको मैले भाँचिदिएको। यो मक्कीको हाँगाहरू त किन राख्नु र होइन। मैले त भाँचिदिएको। यहाँनिर कटुसको घाँस रहेछ नि कति धेरै थियो रहेछ। अघि म झारिदिन्थेँ नि बाँफो ल्याउनु पर्थ्यो रहेछ भिरेर। त्यो माथि कस्तो मजाले पाउलेको छ क्या यस्तै। यो घाँस कस्तो दामी पाउलिरहेको छ। अघि म झारिदिन्थेँ अझै बरु, तर लास्टै खुट्टा बिजायो। मलाई चाहिँ काब्रा एकदमै धेरै मनपर्छ गाईहरू। मल्लिडो खाना आएको पनि काब्रा खाएर मरि भन्ने के हो, यस्तै हो। यस्तो मनपर्छ क्या, मिठो हुन्छ यो। मत खिचो बेबी। अब मिठो हुन्छ काब्राको त मलाई मनपर्छ लास्टै। वेट म यहाँ के तान्दैछु यतिखेर? लट्ठी। फाइनली। ओ माइ गड। ओह यस। अब यसले म यो लट्ठीले यहाँ परको मल्लिडो झार्छु है। यो लट्ठीले। ओ माइ ओ गयो डोरी गयो। बाफ्रे बाफ्रे बाफ्रे। समात है यो मल्लिडो। अब म यहाँदेखि जानुपर्ने हुन्छ टक्कसँग। अब म यही रुमदेखि ओर्लिनु पर्यो। अर्को बाटो आउनु भयो। हे अब कसरी जानुहुन्छ? यहाँ मसँग छ मेरो, लाउनु माथि गएर।
साथी हो अनि यो मलिरोमा त चिप्ले भन्दा भन्छ त खेर मलिरो त 10 मरी भला धेरै भएछ नि गाइस एउटा चाहिँ खाउँदा यो एकदम मिठो खालको यो चाहिँ खाउँ अब चाहिँ म मुख नबिगारी खान्छु ल अघि चाहिँ अम्ले खेर मुख बिगारेको चाहिँ नबिगारी खान्छु म मुख हेर्नुहोस् है साथीहरू म यो मलिरो मुखै नबिगारी खाइसक्छु यम्मी अघि पनि म मुख नबिगारी खाइसक्छु नसकिँदो रहेछ बाफ्रे म चाहिँ सकिनँ खै झोला खैले त बाबा झोला अब झोलाको मलिरो हेर्नु त खाउनु बाबा मुख नबिगारी यता हेर खाऊ मुख नबिगारी खाऊ आँखा नमिची नहाँसिकन खाऊ फाइनली गाइस अहिले हामीले मलिरो पनि टिपिसक्यौँ अब चाहिँ हामीले जाने हो है गडाङ गरिरहेको छ पानी अलिअलि छिटेर आएको थियो बिर्खमा भएको बेला अहिले चाहिँ परेको चाहिँ छैन परिहालेको छैन तर पर्छ अब पानीले मलाई अघि आउँछु भनेको छ नि त त्यही भएर अब पानी चाहिँ पर्छ अब यो भारीमा मेरो साह्रै गरम भयो कि मलिरो धेरै भएछ घसेर त कोही बेला नै एकछिन है खिचेर मारि भारी ओ माइ गड भारी खिच्यो नि भारी खिच्यो कोही बेला बुढी मान्छे बाटो पनि यता बिचरा यता आइगएछौँ अब कता जानुपर्ने हो अन्त त्यसमा आएर बसिरहन्छु कस्तो चाहिँ मुट्टा हिँड्नु पनि सक्छ साथीहरू म हेर्नु न फाइनली मैले मलिरो पनि लिएर आएँ हेर्नुहोस् त है मलिरो ल्याएँ अब यो खासै धेरै त हुँदैन 2टा बटा चाहिँ हुन्छ होला होइन अहिले 2टा बटा 2 बटा चाहिँ हुन्छ 2टा बटा हुन्छ यो चाहिँ मेरो युट्युब च्यानलको बुलडुङ ब्लग्सको दोस्रो भिडियो हो सबैजनाले हेरेर साथ दिनु होला सपोर्ट पनि गरिदिनु होला अस्ति चाहिँ मैले बारीमा काम गरेको बनाएको थिएँ यो मेरो दोस्रो च्यानल हो कस्तो दिमाग हौ दोस्रो ब्लग हो भनेको दोस्रो च्यानल हो दोस्रो ब्लग हो अनि सबैजनाले हेरेर माया गरिदिनु होला अनि सपोर्ट पनि गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् मलाई एकदम धेरै माया है यति चाहिँ होइन नि त्यति माया गरिदिनुहोस् ल पानी पनि पर्नु थाल्यो भन्दा नि अघि नै पर्नु थालेको थियो पानी चाहिँ अहिले ठुलो आइसक्यो अब फेरि म अर्को भ्लग लिएर आउनेछु त्यहाँदेखिसम्मको लागि बाई बाई सी यू सुन नमस्ते